देशको प्रधानमन्त्रीले एमालेले काठमाडौँ 15 गते क्याप्चर गर्नुपर्छ भनेर भन्नुभयो। मैले त त्यो सुन्ने बित्तिकै विरोध गरेँ। के भन्न खोजे देशको प्रधानमन्त्रीले भनेर। मैले विरोध गरेको त खर त्यसको माने राख्दैन। राष्ट्रिय मानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ, उहाँहरूले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीजीले यसरी बोल्नु हुँदैन थियो भनेर भन्नुभयो। भोलिपल्ट 15 गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो। 14 गतेको दिन त्यो उहाँहरूको वार्षिक उत्सव हुन्छ। उहाँले बहाना बनाएर जानु भएन। प्रधानमन्त्रीजीलाई फुर्सद भएन भने हो। राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक उत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौँ। मलाई त लागेको थियो हाम्रो पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा यी विषयहरूमा छलफल हुन्छ भन्ठानेको त मलाई हाँसो पो त लाग्यो, मजा लाग्यो। मेरो विषयमा छलफल भएछ। ठिकै छ, सहनुपर्छ। राजनीतिमा हाम्रो सबुजीले पनि भन्नुभयो भने पनि केही हुँदैन। राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्ने कुरा उहाँले अलिकति च्वास्स छुनुभयो। किन कमजोर भयो हाम्रो? किनभने हाम्रो आचरण गणतान्त्रिक लोकतान्त्रिक गणतन्त्रको आचरणै भइरहेको छैन। युवाहरू नैराश्य छन्, निराश छन्। उनीहरूले खोजिरहेका छन् बाटोहरू। उनीहरूले देखेका छैनन् राजाको शासनकाल कस्तो थियो। अनि उनीहरू कहाँ जाने जब देखेको छैन? उनीहरूले देखेको त 3 जना 4 जनाको म्युजिकल चेयर मात्रै देखेका छन्। अनि जाने कहाँ उनीहरूले कहीँ न कहीँ त सोच्नु पर्यो नि, देख्नु पर्यो नि। त यो कुराहरूलाई हामीहरूले मनन गर्नुपर्छ। हामीहरूले असल काम, राम्रो काम गरेर युवाहरूको मन जित्न सक्नु।